नयाँ पाठ्यक्रम 2082 अनुसार कक्षा 7 विषय कम्प्युटर विज्ञानको इकाइ 9 नम्बर प्रणालीको आधारभूत अवधारणा बेसिक कन्सेप्ट अफ नम्बर सिस्टम भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गर्नेछौँ। आजको यस विषयवस्तु मार्फत यस पाठमा रहेका सम्पूर्ण अभ्यासहरूलाई कम्प्लिट रूपमा सोल्युसन गर्नेछौँ। भने यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यस विषयवस्तुलाई सुरुवात गर्छौँ। सुरुवात गरौँ आजको यस विषयवस्तु। सबैभन्दा सुरुमा दिएको छ हामीलाई खाल्टाउमा। जब यहाँ खाल्टाउ दिएको छ हो, यो खाल्टाउ दिएको छ हो, यिनी हो, यो खाल्टाउमा हामीले के भर्ने त मेन कुरो है, दशमलव नम्बर है, दशमलव नम्बरमा 10वटा अङ्क हुन्छन्, 10वटा अङ्क हुन्छन्। बाइनरी नम्बरको बेस डट हुन्छ के 2 हुन्छ। अक्टल नम्बर सिस्टममा डट डिजिटलहरू प्रयोग हुन्छन् के 8वटा डिजिटल प्रयोग हुन्छन्। हेक्साडेसिमल नम्बर प्रणालीको आधार मान डट हुन्छ के 16वटा हुन्छ। यसरी हामीले खाल्टाउ पनि समाप्त गर्यौँ। अब आयो तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् भनेको छ। नम्बर प्रणालीको सुरुवात कसरी भएको थियो? नम्बर प्रणालीको सुरुवात मानव सभ्यताको विकाससँगै भएको मानिन्छ। प्रारम्भिक मानवहरूको सङ्ख्याको अवधारणा बुझेका थिए र दैनिक जीवनका लागि सङ्ख्याको प्रयोग गर्न थालेका थिए। विभिन्न सभ्यताहरूको आफ्नो आवश्यकता अनुसार विभिन्न नम्बर प्रणालीहरूको विकास गरे। 2. नम्बर प्रणाली कति प्रकारको छ? नम्बर प्रणाली 4 प्रकारको छ। डेसिमल नम्बर प्रणाली, बाइनरी डेसिमल नम्बर प्रणाली र अक्टल नम्बर प्रणाली, हेक्सा नम्बर प्रणाली हो, यसरी दिएको छ। दशमलव र बाइनरी नम्बरमा के भिन्नता छ है? यो नम्बर सिस्टम हाम्रो दैनिक जीवनमा प्रयोग गर्दै आएको नम्बर सिस्टम हो भने यस नम्बर सिस्टममा 10 डिजिटलहरू जस्तै 0 1 2 3 4 5 6 7 8 9 प्रयोग गरिएका हुन्छन् भने बाइनरीमा यो अर्को प्रकारको नम्बर सिस्टम हो। यसमा 2 मात्र डिजिटल हुन्छन्, 0 र 1 प्रयोग गरिएको हुन्छ। 4. अक्टल र हेक्साडेसिमल नम्बर प्रणालीमा के भिन्नता छ? एकातर्फ अक्टल र अर्कोतर्फ हेक्साडेसिमल। अक्टल नम्बर सिस्टममा मात्र 8 डिजिटलहरू प्रयोग हुन्छन् भने जस्तै 80, 81, 82, 83 आदि। हेक्साडेसिमल नम्बर प्रणालीमा 16 डिजिटहरू हुन्छन् जस्तै 160, 161, 162, 163 आदि रहेका छन्। 5 मा छ बाइनरीबाट दशमलव प्रणालीमा रूपान्तरण गर्ने तरिका उल्लेख गर्नुहोस्। कन्भर्सेसन फर बाइनरी टु के डेसिमल। बाइनरीबाट दशमलव प्रणालीमा रूपान्तरण गर्ने तरिका निम्न छ। प्रत्येक बाइनरी डिजिटललाई त्यसको स्थान मानले गुणन गर्नुहोस्। स्टेप 1 मा गुणन गरेका सबै नम्बरहरू जोड्नुहोस्। सबै आउने टोल नम्बर उक्त बाइनरी नम्बरको समतुल्य दशमलव नम्बर हुन्छ। दशमलवबाट बाइनरी प्रणालीमा रूपान्तरण गर्ने तरिका उल्लेख गर्नुहोस्। कन्भर्सेसन फर डेसिमल टु बाइनरी। दशमलवबाट बाइनरी प्रणालीमा रूपान्तरण गर्ने तरिका निम्न छ। सङ्ख्यालाई पूर्णाङ्क र अंशमा विभाजन गर्नुहोस्। 2. पूर्णाङ्क भागलाई बाइनरीमा रूपान्तरण गर्नुहोस्। दशमलव भागलाई बाइनरीमा रूपान्तरण गर्नुहोस् र पूर्णाङ्क र दशमलव भागलाई मिलाउनुहोस्। यस प्रकार मैले नयाँ पाठ्यक्रम 2082 अनुसार कक्षा 7 विषय कम्प्युटर विज्ञानको इकाइ 9 को नम्बर प्रणालीको आधारभूत अवधारणा बेसिक कन्सेप्ट अफ नम्बर सिस्टम भन्ने च्याप्टरलाई कम्प्लिट रूपमा सोल्युसन गरिसकेको छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यस विषयवस्तुबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।